लिपस्टिक कता लागल है? देखिए हाथ में लगले मिठाई यहाँ भाई में तो काम नहीं चलती तो केना होती तो हम सब पता केना बनबै? ल यो रेनकोट हो? हजुर घरको लागि नमस्ते सबैजनालाई स्वागत छ मेरो फेरि पनि नयाँ ब्लगमा। वेलकम टु माई न्यू ब्लग। अनि अहिले चाहिँ 7 बजिरहेछ बिहानको। म अघि नै उठाएको थिएँ अनि आज चाहिँ म बिहान चाहिँ जिम जान सकिनँ किनभने आज चाहिँ नलेजी सामान चाहिँ घरमा चाहिँ पठाउनु पर्ने छ। अनि त्यो गाडी चाहिँ अब यही 8 बजीतिर निस्किन्छ होला, 8 साढे 8 बजीतिर। सो म इपमा जिममा हुन्छु भने त फेरि भ्याउँदैन त्यो सामान पठाउनलाई। त्यही भएर चाहिँ म चाहिँ अब एकछिनमा चाहिँ जान्छु चौकतिर त्यो सामान राख्नलाई। अब गाडीले त्यो अङ्कलले चाहिँ कल गर्नुहुन्छ भने चिनेको गाडी हो। सो अहिले चाहिँ अझै चिया खाइरहेको छु। चिया पनि कहिलेकाहीँ खानुपर्छ, डेली त होइन तर कहिलेकाहीँ चाहिँ खानुपर्छ। त्यसले चाहिँ केही न केही त हेल्थमा चाहिँ त्यो लाइक रुगा खोकी यताउता केही न केही हुन्छ भने तपाईँ जिन्जर टी चाहिँ खानु कहिलेकाहीँ, समटाइम्स, नट फर डेली बेसिस। त्यो चाहिँ तपाईँको हेल्थलाई चाहिँ मेन्टेन राख्छ केही फ्लूहरूबाट। सो डेली त होइन तर कहिलेकाहीँ चाहिँ खानु। र चिया खानुभन्दा पहिला चाहिँ पानी खानु होला सबैजनाले। सो म चाहिँ अब बाहिरको लागि निस्किन्छु चिया खाएपछि। अनि त्यसपछि चाहिँ अब सामान हालौँ चोकमा त्यो गाडीमा अङ्कल आएपछि। अनि त्यसपछि चाहिँ अब हेरौँ टाइम त भ्याउँदैन होला अझै जिम जान। त्यही नि अब रुम आएपछि चाहिँ पढ्नुपर्छ। अनि जिम त आज म चाहिँ बेलुका नै जान भ्याउँछ होला। अङ्कलले चाहिँ 8:30 बजीतिर भन्नुभएको छ कि त्यहाँ पुग्नु भनेर। सो 8:12 चाहिँ भइरहेछ, 8:12 म चाहिँ निस्किन्छु अब चोकतिर। अनि त्यहाँ चाहिँ अब अङ्कलसँग भेटेर सामान चाहिँ त्यहाँ दिनुपर्छ। सो म निस्किन्छु अब चोकको लागि। म चाहिँ चोक पुगेँ। सङ्कलको चाहिँ हेर्नुपर्छ, वेट गर्नुपर्छ। त्यो सामान लिएर त्यसपछि म निस्किन्छु। ल यो रेनकोट हो? हजुर घरको लागि लास। कल ले लीजिए भइसक्यो। और तो अभी हम कर से हम सब खा गए। या ಈ ಗೆಲ್ಲಲ್ಲ ಈ ಅಕ್ಕಿಯಲ್ಲೇ ಗೆಲ್ಲಲ್ಲ. गाइज म चाहिँ रुम आइसकेको छु।
म अब त्यहाँ चाहिँ साथी पनि थिएन, साथी चाहिँ बाहिर सामानहरू ल्याउन गएको थियो बल्खु। अब त्यहाँ भाइ चाहिँ थियो, अब त्यहाँ कति बेर बस्नु होइन। सो साथीसँग त अब बेलुकातिर पनि भेट्न सक्छु। सो त्यही भएर चाहिँ आएँ म रुम। अनि अहिले चाहिँ अब खाना पनि खाँदैन, हुन त 10 बजिसकेको छ। तर अब त्यहाँ फ्रुट्सहरू पनि खाएको थिएँ, जुस। अहिले चाहिँ खाना खान त मन त छैन, एकछिनपछि खान्छु। सो अहिले चाहिँ एकछिन पढ्छु बरु, अनि खाना खाएर अनि रेस्ट गर्छु, अनि बेलुकातिर चाहिँ जिम जानुपर्छ। सो गाइज म चाहिँ अहिले चाहिँ न्याप लिएर उठेको, एकछिन न्याप लिएको। अहिले उठ्दा यस्तो लेजी फिल भइरहेछ कि मलाई। जिम जानुपर्ने पनि छ। फ्रेस भएर चाहिँ अब एकछिन रेस्ट गरेर प्री वर्कआउट लिएर त्यसपछि जिमको लागि निस्किनुपर्छ। फ्रेस हौँ अनि प्री वर्कआउट लिउँ, अनि एकछिनमा चाहिँ जिमको लागि अब निस्क्यौँ। न्याप लिएको एकछिन आधा घन्टा जति, अनि अब चाहिँ म फ्रेस भएर चाहिँ अब जिमको लागि चाहिँ निस्किरहेको छु। चाहिँ रेडी भइसक्यो हो। अनि बाहिर यतिको जोरले चाहिँ पानी परिरहेको म त यहाँ परेर त्यही सफल पनि छ कि सकिएको छ होइन। यसको यतिको घामको लागि यतिको तर पानी परेर चाहिँ अलिक गर्मी चाहिँ कम भएको लागि अब बाहिर जिम्मा The sun is shining bright like a colorful aurora. It paints the world in hues of orange and white and more. I'm gonna start packing my bag. I'm leaving all worries behind. Let's go, I need to get my own summer style back. The breeze is playing soft through the palm. यहाँ चाहिँ अब जुत्ता चेन्ज गर्नु पर्यो। लेट्स चेन्ज द सुज फर्स्ट।
See you guys. Right? Swag on me, right? खोइ त अब खोइ बाई बाई हेऱ्यो ल ल अनि रुमको लागि लाग्यो मोमो I came back to the room. अब चाहिँ फ्रेस भएर खाजा खानुपर्छ भोक लागेको छ मलाई फ्रेस भएर खाजा खाएर साथीहरू आएको छ अरे न्युली म्यारिड कपल अनि उनीहरूसँग पनि भेट्न जानुपर्ने छ कल गरेको थिएँ मलाई दिउँसो सो अर्को पनि साथी पनि आज बेलुका आउँछ कि भोलि बिहान आउँछ अरे हेरौँ इफ टाइम भ्याउँछ भने त जान्छु आजै भेट्न उनीहरूसँग सबैजना आछन् सो अब यहाँदेखि चाहिँ अर्को पार्ट चाहिँ ब्लगको हुन्छ सो यो ब्लगलाई इन्ड त गर्दिनँ नेक्स्ट पार्ट ब्लगको चाहिँ हेर्नु होला सबैजना सो अहिलेको लागि चाहिँ बाई बाई टेक केयर हेभ अ गुड डे अल अफ यु हेलो गाइज यही मान्छेहरू जोसँग भेट्न आएको सस्ता ब्लग हो लुकिरहेछ सबके चिन्नु नै गरी हाम्रो न्यूली म्यारिड कपल कहाँ गयो दुल्हा कहाँ गयो जा अभी से यते दूरी अभी से दूरी है कुछ भेले नहीं कहो कुछ भेले तो कहो अभी शॉर्ट आउट करा देंगे नहीं देते दूरी के लंबा ले अभी तो दूरी केना भगल इतना दूर केना रे बहुत बढ़िया बहुते बढ़िया अभी से तो दूरी कथी लगी है अपन केना आइले तोरा देखे तोरा अकेला देख रहल छियो ते हनीमून नहीं आइले हनीमून पर लेकिन दोनों के झगड़ा हो गेल दूर बात नहीं बुझी नहीं बात एना में तो काम नहीं चलती तो केना होती तो हम सब साथ केना बनबै बोल